हेलो गाइज, वेलकम टु आवर मिनी भ्लग। हाम्रो फ्यामिली चाहिँ आज यता छौँ गाइज। साँझ 4-5 बजे आएको हामी, त्यही पनि एकदम गर्मी थियो कि। यसो बाहिरतिर लग्यो भने छोरी एकदमै खुसी हुन्छ, रमाउँछ। झन् मन्दिरहरूमा लग्यो भने त यस्तो ढोगे गर्छ क्या, आफै नमस्ते गर्छ। म त क्या खुसी लाग्छ। यो चाहिँ हो काल भैरव। अनि मेरो बुढाले एउटा दियो बाल्नु भयो, मैले चाहिँ बालिनँ किनकि बेबीलाई आगोबाट अलिक टाढै राख्नुपर्छ नि त। एउटै ढुङ्गामा कुदिएको यो मूर्ति चाहिँ 12 फिट अग्लो छ। विशेष गरी यहाँ नेवार समुदायले मान्य भए पनि सम्पूर्ण नेपालीहरूको आस्थाको केन्द्र हो। मलाई चाहिँ यहाँ आएपछि चाहिँ आफ्नो भित्र भएको नेगेटिभिटीहरू हटेर पोजिटिभ इनर्जी आउँछ कि। अनि त्यहाँबाट थोरै यता चाहिँ कालभैरवको शिरलाई एकदमै ठुलो स्वरूपमा राखिएको छ। अनि यहाँ हामी ढोग्यौँ, छोरी नमस्ते गर्दैछ, हेर्नु न। जहाँ गए पनि ढोग्छ क्या, ऊ त मन्दिर देख्नै हुँदैन नि, भगवान् देख्न साथ ढोगिहाल्छ। अनि आमाले उसलाई त टिका नि लगाइदिनु भयो। अनि फेरि लखर हिँड्यौँ हामी आमा छोरी चाहिँ। साँझमा झन् क्या रमाइलो हुन्छ भनेर गएको त, साँझमा नि झनै गर्मी क्या। आजभोलि त के साह्रो गर्मी हो काठमाडौँमा। यहाँभित्र म्युजियम पनि छ, जहाँ राजाको पालाको हरेक चिजहरू हामीले हेर्न सक्छौँ। त्यहाँ जानको लागि चाहिँ टिकट लाग्छ। म चाहिँ पहिल्यै गइसकेँ, हजुरहरू पनि अवश्य जानुहोला। बाई बाई गाइज।